हेलो फाइनली गाइस गाउँ पुग्यो अनि टक्क अब गाउँमा चाहिँ घर अनि यहाँ चाहिँ ला मेरो गोप्रोको स्ट्यान्ड किनेको यो डुप्लिकेट परेछ नि त गाइस अनि घरमा पुग्यो घरमै घर अनि टोयलेट मेरो हेलमेट यहाँ राखेँ अनि घरमा चाहिँ यस्तो छ फुल मम्मी भात खानु भएको छैन मेरो मम्मी चाहिँ भित्र हामी त खाएर आएको नपकाउनु अहिलेलाई त निनी मैलेको छोरीहरूको नखाएको हेलो गाइज अब चाहिँ म गाउँले परिवेश गाउँले हुलियामा पुगिसकेँ मेरो औकात अनि यो चाहिँ झोला झोलामा के छ भन्नुहुन्छ भने गुलेली छ गुलेली हातमा छ म ट्याङ्ग्रा बोकिरहेको छु यसमा अनि म चाहिँ लागेँ अब गाउँतिर ड्रोन उडाउन ड्रोन पनि बोकिरहेको छु अनि जुरेली मार्दै चरा मार्दै जाने हो यता यस्तो छ घर यस्तो छ मेरो भ्लग कस्तो लागिरहेछ त गाउँमा हेलो फाइनली गाइज गाउँतिर डोल्न थाल्यो अनि अघि नै जाउँ भनेको नि त फेरि अमरसँगले यस्तो गरेर हिँड्नु पर्यो के अनि मैले चाहिँ यो मोबाइलबाट बनाएको चाहिँ होइन कि गोप्रोदेखि नै बना हो यसको स्ट्यान्ड चाहिँ किनेको थिएँ तर स्क्रु नै नलाग्दो रहेछ साह्रै तनाव भयो अस्ति वास्ता गरेँ होइन चरा कराउँदैछ फिस्टा अनि हाम्रो गाउँघर चाहिँ यस्तो छ यो खेतहरू पाउँछ यस्तो गाउँघरै रमाइलो एक पाराले भेना के बोकिरहेको फोकटमा त्यो त्यो भेनाले जाँड खाएको बेला ढालेको होला कस्तो छ अमरसँगको गाउँ ठिक छ भेनाकोमा जाँड खानु आएको तोङबा र राँगा ढालिदिने हो अनि अघि राँगा तर्नु जानु भएन हो रहेछ हेर्नु त यति ह्यान्डसम भेनाले हलो बोक्छ अनि दुर्गे आएको छ अरे त्यसलाई ठिक्क समय छ कस्तो लागिरहेछ भन न यार अब नामै जान्दैन के अम्बरसङ वहाङ के नाम जान्नु पर्यो के नाम अमरसँगले पनि मेरो गाउँ डुलेको छ कस्तो लागिरहेछ भन न यार अब नामै जान्दैन के अम्बरसङ वहाङ के नाम जान्नु पर्यो के नाम अम्बर भनेको चाहिँ खासै नाम पनि राम्रो होइन कि अमर भनेको चाहिँ अस्ति पनि यो के अरे कहाँ अरे पोखरामाथि के अरे त्यहाँ पनि झगडा परेको थियो कि उसको र मेरो चाहिँ नामको बारेमा म भने अमर चाहिँ राम्रो देखिन्छ सुनिन्छ नि त भन्ने ऊ भनेको होइन अमर बहादुर सङ्गवाङ नै ठिक छ भन्ने थियौँ क्या अनि दुईजनाले कहाँ अरे माथि धम्पुसमा पनि त्यो झगडा परेको थियो कि दुईजनाको यो बारेमा तर ए ओ दाइँ बाँकी रहेछ त एउटा परले दाइँ होला हौ यो त धान त झारिसक्यो क्या कुन्यु भन्छ त्यसलाई थाहा छ कि थाहा छैन हौ त्यसलाई त्यो भए कता जाने यता नि हौ बाटो बन्द छ क्या हो यहाँ चाहिँ के रोक्थ्यो अरे अब यहाँ आलु तोरी यसो खानलाई हो धेरै त रोप्दैन अस्ति भदौमा रोप्छ होइन खानलाई छर्न मिल्छ नि त कहाँ भदौमा हौ अहिले छर्यो भने फागुन चैतमा पाक्छ क्या तोरी थाहा छ तराईतिर चाहिँ छिटो छर्छ यतिखेर पाक्ने बेला हुन लागिसक्यो तर यता चाहिँ त्यस्तो हुँदैन ओइ खैरी के छ गाइस
एउटा साथी त्यो घरको साथी चाहिँ विदेश गएको थियो, आएको छ अरे कति 6-7 वर्ष पछाडि, भेटेको छैन, अब भेट्ने हो। यस्तो छ हाम्रो गाउँतिरको गाउँहरू चाहिँ यस्तो छ। ओ दिदी भाले पाउँछ? बेच्ने भाले छैन? ए यहाँ छ भनेर पठाएको थियो माथि गैरीखेतदेखि। हो र? ए बेच्नु न हौ, बेच्नु एउटा त। भाले किन्यो झन्डै। दुर्गा आएको छ अरे होइन, ऊ त्यहाँ ड्यासक हिँड्दै गरेर देखेँ। कुबिन्डो जस्तो खरबुजा जस्तो लामो लामो भएछ त्यो त, सोलो डोलो केटो। कुकुरको बच्चा छ, टोक्छ होला उमाउले। के छ दिदी अनि खबर? खै भएन त, भालो बोकेर आउँदै हुनुहुन्थ्यो त्यहाँ। ढक्कै हो, हामी मान्छे नै बाँदर जस्तो थियौँ नि त, त्यही भएर छोडिहालेको। चले रागा ढाल्छ होला नि कि चिनेन निहाल्दैछ। चक्ला आज भाले खाने भइयो यसको भाइ यार। नखाउँ भनेको भाले खानै पर्ने भयो। कति वर्ष भयो तोरसँग भेट्न भएको? 8 वर्ष त नेपालै छोडेको हुन। 8 वर्ष नि। गाइज गुड मर्निङ। आजको भ्लग चाहिँ यहाँबाट सुरु हुन्छ। रहरले मात्र हुँदैन, हातमा सिप हुनुपर्छ, कन्फिडेन्स हुनुपर्छ, मनमा डर हुनु हुँदैन भनेको चाहिँ यही हो के। एकछिन अनि म अघि नल्याउ नजाऊ, म जान्छु भनेको नि त। अनि हेरौँ त यसरी बिजोग हुन्छ हाम्रो अम्बरसँग लु झरो। अब ठेलेर हो त्यसरी नै हिँड्यो। अब कसरी आउनु म? तिमी अगाडि गए पछाडि कसरी छिर्छ त बाइक? होइन चढ्नु नि त तपाईँ, समाइदिन्छु भनेको के। त्यही त अनि म तेरिका जसरी समाइदिन्छु त हौ। समय हो कि कुदाएर जानुलाई चाहिँ तिम्रो बाटो खाली हुनु परेन? म उता आउँछु नि त। अब कस्तो मान्छे यार, भ्लगमा रहर गरेर मात्र हुन्छ। छोड लु, झोला पछाडि जाऊ। फर्स्ट टाइम अरुण खोला यो पुलबाट मैले तरेको फर्स्ट टाइम हो। त्यो चाहिँ हाम्रो तोम्मे भन्छ यसलाई चाहिँ। यहाँबाट चाहिँ जाँदाखेरि सिलिचोङ गाउँपालिका पुग्छ, अनि उता यता मगलो पनि पुग्छ, पुखुवा, अनि यता चाहिँ हामी जाने माङ्तेवा हु पर छ त्यो केटो। सुरुमा रहर गर्दै थियो, नसकेर डराएर भागो। यस्तो जग्गा यो चाहिँ अरुण खोला हो। हामी यहाँको यता माछा मार्थ्यौँ पहिला, कस्तो दामी हुन्थ्यो, मिठो माछा पाउँथ्यो। अहिले पनि पाउँछ नि, अब कसले मारेर खुवाउने। अब हामी चाहिँ चिचिला गाउँपालिकादेखि सिलिचोङ गाउँपालिका पुगिसक्यौँ, तरिसक्यौँ। अनि यो चाहिँ अरुण नदी अनि अरुणको पुल। यो चाहिँ पुल हामी चाहिँ पहिला मान्छे मात्रै हिँड्थ्यौँ, तर अहिले रोड जोडिएदेखि चाहिँ बाइक चाहिँ तर्ने रहेछ। तर अलिक साँगुरो चाहिँ रहेछ कि। यहाँ मर्साङवाले तर्छु भनेर तल पुल नहेरी भन्दै थियो,
नसकेर फेरि मलाई बोलायो। यो चाहिँ हाम्रो बाइक यस्तो हालतमा छ, फेरि कस्तो के यो केटोले सर्भिस गरायो भने यत्रो सर्भिसै गरेको छैन रहेछ। घरि ब्रेक लाग्दिँदैन, घरि के यत्तिकै ब्रेक बिना डबल अफरोडमा कुदिरहेछौँ। के गर्नु पर्छ हौ फेरि त्यो बेज्जती तर्छु भनेर धाक दिएर छिटो। अनि यो पुल तर्न नसक्ने ड्राइभर यही हो, अगाडि चाहिँ धाक लाउने हो, तरिहाल्छ नि सिङ्गल त खै पावर देखिहाल्यो नि बेज्जती। हेलो गाइज, ल जिन्दगीमा यो बाटोमा यसरी बाइक कुदाइन्छ भनेर सोचेको थिएन। पहिला चाहिँ यो बाटोमा टक्क हो कहाँ यस्तो विकासले कहाँ यति छिटो छुन्छ भन्ने कसैको प्लानै थिएन नि यो ठाउँमा यार। सङ्घर्ष भएको नि सिलिचुङ भनेको एउटा छुट्टै ऊ जस्तो हो के अरे छुट्टै प्रदेश जस्तो हो, त्यति टाढा त्यति विकट पोल्टो ठाउँ हो क्या। तर विकास स्थानीय सरकार आइसके पछाडि छिटो चाहिँ गरेकै हो, यतिको मान्नुपर्छ, यति कुरामा खुसी हुनुपर्छ। वेलकम टु सिलिचुङ। कस्तो ठिकै रहेछ त बाटो यता त यतिको। यो पेलिसकेको होला जस्तो लाग्यो। हालत खराब हो गई। हम यस्तो बाटो यार। यात्रा गर्नु सजिलो छैन साथी हो। त्यही माथि सिलिचुङ सङ्घसभाको सिलिचुङ गाउँपालिकामा पैसो भन्नु मात्रै सजिलो छ। पैसोको त्यो डकुमेन्ट्री खिचेर त यति लाख कमाएछस् नि भन्नु मात्रै सजिलो हो। डकुमेन्ट्री खिच्नु जानुको पीडा म आज यसपालि एक्सपोज गर्दैछु साथी हो। तर यो
यही पाराको ब्रेकले चाहिँ साथी तिमी धरन पुग्दैनौ यो बाइकको। मैले चलाउँदा सबै ठिक हुन्छ त। यस्तो ब्रेकले चाहिँ अनि स्पिडमा त गइन्छ त साथी, अगाडिबाट केही आइपुग्यो भने 15 मिटरभन्दा अगाडि त ब्रेकै लागे पो। तिम्रो इमान्दार वर्कसपले गद्दार गरे योचोटि। गर्मी धेरै भइरहेछ साथी हो, तिर्खा लाग्यो, एकछिनमा कुरा गरौँला है त। सकिन अरे गाइस, अब उसले कुदाउँछ अरे, हेरौँ म कुदाएको देखेन भने अमरसँगमा जिन्दगीमा बेइज्जती हुन्छ। लु कुदाएर देखाउ। लु बाटोको हालत यस्तो छ हेर्नुहोस्। लु बाटो यस्तो छ, डबल कुदाएन भने अमरसँगले बेइज्जती। यस्तो यस्तो ठाउँमा जानुपर्ने हुन्छ। लु त अमरसँगले कतिको कुदाउँदो रहेछ हेर्छु। मैले लडाएँ अरे कि भुइँमा टेक्नु लागेको छुइनँ, उसले कति कुदाउँछ हेर्छु भ्लगमा। लु कुदाऊ, म पछाडि बसेर भ्लग खिच्छु, यस्तै हेर्छु म। आज बाइक चाहिँ यही है साथी हो, हेर्छु म सिलिचङमा कतिको कुदाउँदो रहेछ। लु 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 कुदाऊ त, कुदाऊ न। होइन यहीँबाट हेर रे साथी हो, बेइज्जती हुन्छ नि यस्ता गफडी हुन्छन् साला। होला पहिला एकचोटि एक्सिलेटर बटाइरहेको छैन, अफरोड हुने बित्तिकै डरले परै भागिरहेछ। ओके गाइज, यस्तो बाटोमा सजिलो छ जामा लाउने। हेर्दाखेरि त भिडियोमा त सजिलो देखिन्छ होला, तर यो बाटो छोड भएर छोड छिटो छोड। यो चाहिँ मेरो देमाको घर। कता जानु हो? के अरे निनी तल रुङदुङ खोलाको निनी के अरे अर्को सुमित्रा निनी पनि बोलिराख्नुहुन्छ। कुन सुमित्रा? होइन त निनी नै तलको निनी। फोटो खिचाउनु यस्तै त नि मेरो देमा कि भएको देमा पो देखाउने त नभएको देमा सिमसागको आमामा ल्याएको सुमित्रा निनी हौ। तल तपाईँको नन्दा कि के भन्दै गफ गऱ्यौँ त, तल अखरेम खिबीमा। ए होइन निनी हौ, के अरे त्यो अर्को सुमित्रा निनी हौ, मगरसँग बिहे गर्नु नि। ल होइन यहाँ सुन्तलाको भिडियो खिच्नु पर्यो। हौ सुन्तला गाउँमा चाहिँ यस्तो घर अर्ग्यानिक पाइन्छ। अनि हामी चाहिँ गाउँमा डुलिरहेछौँ। अहिले भ्लगमा हेर्नु भएको चाहिँ मेरो फुपू ठुली फुपू बाउको दिदी। अनि हामी चाहिँ है सुन्तला बारीमा सुन्तला खाइन्छ, यस्तो अर्ग्यानिक सुन्तला। त्यस्तो पो छ त, देखाएको चाहिँ होइन नि, फेरि खाएको हो।